नेपालमा राज संस्था पुनर्स्थापना किन अथवा राजा किन चाहिन्छ? राज संस्था ऐतिहासिक रूपमा सबै धर्म, जात, भाषा, संस्कृति मिलाउने साझा प्रतीकको रूपमा रहँदै आइरहेको छ। राज संस्था रहँदा देशको एकता र राष्ट्रियता बलियो हुन्छ भन्ने मान्यता रहेको छ। गणतन्त्र आएपछि सरकार पटक पटक परिवर्तन हुँदै आइरहेको छ, स्थायित्व छैन। राज संस्था पुनर्स्थापित भए राजनीतिक सन्तुलन र निरन्तरता कायम गर्न सक्छ। राजनीतिक दलहरूले सत्ता र स्वार्थका लागि देशलाई दिशाहीन बनाइरहेका छन्। राज संस्था गैर पार्टीय संस्थागत शक्ति भएकाले यसले जिम्मेवारी र अनुशासनमा ल्याउँछ। नेपालको सांस्कृतिक, धार्मिक र ऐतिहासिक पहिचान राज संस्थासँग गहिरो रूपमा जोडिएको देखिन्छ। राज संस्था पुनर्स्थापना हुँदा देशको मौलिक परम्परा, धर्मनिरपेक्षताको सन्तुलन र राष्ट्रिय गौरव पुनर्स्थापित हुन्छ। त्यसैले नेपालमा राज संस्था अति नै महत्त्वपूर्ण हुने भन्दै लामो समयदेखि देशमा विभिन्न पार्टी, व्यक्ति, समूह, संगठनहरू राजाको पक्षमा आवाज उठाउँदै आइरहेका छन्। दर्शकबिन, तपाईँलाई के लाग्छ अहिलेको यो समयमा के राज संस्था पुनर्स्थापनाको महत्त्वपूर्ण प्रभाव पार्न सक्छ त? आफ्नो प्रतिक्रिया दिनुहोला।